जिन्दगीमा ऋण लाग्नु ठुलो कुरो होइन, त्यो त कहिलेकाहीँ बाध्यता हो। बाँच्न, पाल्न, सपना देख्न वा परिस्थितिसँग जुझ्न लिएको अस्थायी बोझ हो। ऋण त काट्न सकिन्छ, तिर्न सकिन्छ, समय लाग्ला, सङ्घर्ष गर्नु पर्ला, तर कुनै दिन चुकाउन सकिन्छ। तर दिन लाग्यो भने त्यो भाग्यसँग असह्य सम्झौता हो, जहाँ न त ऋणको साउ हुन्छ न त ब्याजको हिसाब हुन्छ। दिन लाग्नु भनेको जिन्दगीसँग लड्ने ताकत हराउनु हो। साझा आउँदा मनभरि अन्धकार बोकेर बाँच्नु हो। सपनाहरू देखिँदैनन्, शरीर त बाँचिरहेको हुन्छ तर आत्मा थाकिसकेको हुन्छ। ऋण लाग्यो भने पैसा गुम्छ, तर दिन लाग्यो भने जीवन गुम्छ। त्यसैले त हाम्रा बुढापाकाले भनेका थिए, ऋण लागोस् तर दिन नलागोस्। ऋणको भारी बोक्न सकिन्छ, तर दिनको चोटले मान्छेभित्रदेखि नै खियाउँछ। नजर झोक्छ, मन डराउँछ, र एक दिन यस्तो आउँछ जहाँ आशा मात्र होइन, आत्मा नै शून्य बन्छ। अत ऋण लागे पनि दिन नलागोस् भनेको यही कारण हो।